एभ्रिवान वेलकम ब्याक टु माई भिडियो। म चाहिँ अञ्जली लामा अनि आजको भिडियो चाहिँ अलिक लामै बनाऊँ भनेर सोचिरहेको छु। अनि आज चाहिँ ट्युसडे परेर चाहिँ मेरो छुट्टी हो हैन। अनि आज अघिदेखि सुतिरहेको थिएँ। यति बेला चाहिँ कति बज्दैछ भन्दाखेरि चाहिँ 5 बज्नै आँटिसकेको छ हैन। अनि म चाहिँ कहाँ जानको लागि रेडी भएको छु भन्दाखेरि चाहिँ ग्यास भर्नको लागि जाँदैछु हो। म र मेरो भाइ जाँदैछु हो। अनि यस्तै छ। अनि यहाँनिर चाहिँ मेरो भाइ चाहिँ भाइ आयो भन्दै हो। म र मेरो भाइ चाहिँ जाँदैछु। अनि यहाँ हेर्नु न गाइस, मैले चाहिँ आज के गरेको छु थाहा छ? डल्ले खोर्सानी मलाई अस्ति घरबाट पठाइदिएको थिएँ नि त साथीको हातमा। अनि मैले चाहिँ अलिकति सुकाएर चाहिँ यहाँनिर रोपिरहेको छु हो। त्यो पनि आज नै रोपेको हो। यो पनि हो आज रोपेको छु। यहाँनिर चाहिँ अस्ति रोपेको थियो सानोमा। अब खै हुन्छ भन्दैन त्यो पनि थाहा छैन हैन। तर पनि रोपिरहेको छु आज नै त रोपेको। अनि यहाँनिर चाहिँ ग्यास पनि छ। पहिला चाहिँ अटो बोलाएर आउँछु, त्यसपछि चाहिँ हामी जाने हो हैन। हेर्दै गर्नुहोस् ल गाइस। हामी चाहिँ निस्के अटो बोलाउनु हो। लिपस्टिक त कस्तो देख्यो त, कस्तो घिन लाग्दो देख्यो त। हामी चाहिँ हिँड्दैछौँ। मौसम पनि दामी भएको छ आजकल। फेरि मैसुरमा पानी पर्दैछ हो। त्यस्तो पनि पानी परेको छैन, तर जाडो चाहिँ डरलाग्दो जाडो भइरहेछ। के भन्नु अब हैन, यस्तै हो। पानी त पर्नु त परेको छैन, तर खोइ पहिला त्यति साह्रो जाडो हुन्थेन। म त पहिल्यैदेखि बसेको हो नि त। अनि अहिले चाहिँ निकै जाडो हुन्छ। भाइ पनि ह्यान्डसम भएर हिँडिरहेछ नि। फक्किन्छ होला हौ आज त केटीहरू पनि। कपाल काटिदिन्छस्? कपाल काट्नुपर्छ। कुनाल दाले भन्यो काट्नुपर्छ कपाल पनि। होटल लाइनमा गयो भने त त्यही त हो। गाइस हामी चाहिँ बल्ल बार्गेनिङ गरेर हो अटो लिएर जाँदैछु। के गर्नु गाइस, बार्गेनिङ गर्नै पर्यो। नेपालीलाई ठग्छ भनेर थाहा छ नि। परदेशमा नेपालीहरूलाई ठग्छ भनेर थाहा छ। अनि त्यही हो गाइस, पुरा साउन्ड आइरहेको छ अटोको हो। यहाँ भाइ बसिरहेको छ। अनि ग्यास यहाँनिर राखेको छु। जाँदैछु हामी चाहिँ। अब चाहिँ ग्यासहरू भरेर फेरि रिटर्न घुमाएर चाहिँ भयो भने चाहिँ रिलायन्स जानुपर्छ भनिरहेको छु हो। काम पनि गर्छु त्यसले गर्दाखेरि चाहिँ अब हेरौँ अब के हुन्छ। अलरेडी त 5 बजिसक्यो। यहाँनिर चाहिँ फेरि नयाँ मल खोलेको छ है गाइस। कहिले ओपन भयो त्यो चाहिँ थाहा छैन। मैले भयो ओपन, कहिले भयो त्यो चाहिँ थाहा छैन। नयाँ खोलेको छ। यहाँ होइन, हामी उता सिटी जानुपर्छ। विशाल मार्केट आउनु मङ्गलबार हो कि कहिले पर्ने। यहाँ पनि गरेको हो। यहाँ गर्दा चाहिँ उता गएको हो। मेरो भाइले चाहिँ पहिला यहाँनिर पनि यता यहाँ कि पार भयो कि त्यहाँ पनि काम गरेको हो नि त। अनि यही काम गर्दा चाहिँ हैदराबाद गएको हो नि त। अहिले त मेरो भाइ पनि बेङ्गलोरमा छ। यहाँ हेर्नुहोस् गाइस, मौसम कस्तो दामी भइरहेछ। चिसो चिसो हो। हामी चाहिँ ग्यास भरेर पनि खालि चेन्ज गर्छ। हामी चाहिँ ग्यास भरेर पनि जाँदैछौँ। यहाँ आएको थियो हामी चाहिँ ग्यास भर्नु हो। हेर्नुहोस् हस्सै ग्यास गर्न है त पुरा ग्यासहरू त्यो गर्छ नि त। यहाँनिर चाहिँ हामी ग्यास भर्नु आएको थिएँ हो। हामीले चाहिँ डाइरेक्ट अटो गरेको थियो नि त। जानु आउनुको लागि नै अप्ठ्यारो हुन्छ नि त। फेरि आउनु, फेरि अटो चेन्ज गर्नु, अटोलाई पर्खिनु भनेर चाहिँ। त्यसले गर्दाखेरि चाहिँ हामीले डाइरेक्टली नै अटो बुक नै गरेर आएको थियो अप एन्ड डाउनको लागि नै। अनि अब चाहिँ हामी जाँदैछौँ। यहाँ हेर्नुहोस् सूर्य बेकरी सर्कलहरू चाहिँ हो। यस्तै हो गाइस जिन्दगी। गर्नु ग्यास सक्यो भने आइहाल्नु पर्छ।
गाइस अब चाहिँ हामी रुम फर्केको हैन म र भाइ चाहिँ अनि हामी चाहिँ जाँदैछौँ। यहाँनिर चाहिँ पेट्रोल पम्प पनि छ हैन अनि यहाँनिर नै फेरि पेट्रोल पम्पको छेउमा यहाँनिर के भनेको ड्राई फ्रुटको दोकान पनि खोलेको छ नयाँ। अनि अलिकति टाढो नै छ नि त रुमदेखि चाहिँ ग्यास भर्नु, त्यसले गर्दाखेरि चाहिँ हामीलाई चाहिँ अटो गरेर जानु पर्यो। अनि अब चाहिँ हामी चाहिँ रुम फर्किँदैछ। यहाँदेखि अलिकति टाढो नै छ नि त हाम्रो रुम। अनि अटोमा पनि समथिङ 200 भन्दै थियो, हामीले चाहिँ अलिकति घटाएको थिएँ हैन। अनि गएँ, यहाँ केटीहरू धन्नै हैन बिच बाटोमा उभिदिएको थियो। अनि हामी चाहिँ अब चाहिँ गएको ल गाइस। सो गाइस म चाहिँ रुम आइसकेको छु हो। माथि टी सर्ट चाहिँ फेरेकै छुइनँ। अनि मैले चाहिँ ग्यास भरेर पनि आइसकेँ रुममा। अनि यहाँ मेरो ग्यास अब यो पनि अब कति महिना चल्छ भगवानै जानोस् हो। अनि रिलायन्स जान्छु सोचेको थिएँ, अनि भाइलाई पठायो, राम्रो लागेको छैन नि त मलाई, अनि त्यसले गर्दा भाइलाई पठायो। हेर्दै गर्नुहोस् है। यस्तो छ मेरो रुमको आन्टी। आन्टी हाई हाई माई आन्टी। उहाँ चाहिँ हुनुहुन्छ मेरो आन्टी हैन। आन्टी टेम्पल ओके ईश्वरा शिवा शिवा आन्टी लुकिङ ब्युटिफुल ब्युटिफुल। सो गाइस आन्टी चाहिँ टेम्पलतिर गइसकेको छ हो। अनि मेरो रुम चाहिँ यस्तो छ। यहाँनिर आन्टी र म मात्रै बस्नुहुन्छ, आन्टीकै घर हो नि त। अनि त्यसले गर्दाखेरि अनि म चाहिँ यहाँनिर बाहिर डुलिरहेको छु। एकछिन भाइलाई दोकान पठाइरहेको छु रिलायन्स। गाइस मैले चाहिँ सबै रेडी गरिसकेको छु हो। अब खाना पकाउनु पर्यो नि त हैन। अनि मैले मासुहरू ल्याएको चाहिँ भिडियो बनाएन, भाइले ल्याइदिएको थियो नि त, म गएन, त्यसले गर्दाखेरि मैले चाहिँ भिडियो बनाउनु पाएन। यहाँनिर चाहिँ मैले मासु म्यारिनेट गरेर राखेको छु। म्यारिनेट पनि के भन्नु, अब प्याज र के प्याज पो अरे सरी बेसन र धुलो खोर्सानी हालेर चाहिँ म्यारिनेट गरेको छु, बिकज अफ मलाई मासु फ्राई गरेर बनाउनु छ हैन। यहाँनिर चाहिँ मेरो बेसन छ। अनि यहाँनिर चाहिँ मैले प्याजीको लागि चाहिँ काटेको छु, प्याजी बनाएको छुइनँ। यहाँनिर चाहिँ रेडी छ हो। अब चाहिँ यहाँनिर पकाउनु आँटेको। मैले अघि नै चाहिँ किन भिडियो नबनाएको भन्दाखेरि प्याज काट्दा आँखा पनि पोल्छ नि त, अनि त्यसले गर्दाखेरि चाहिँ मैले भिडियो बनाएन हो। अनि मासुहरू पनि लिनु गएन, रिलायन्स पनि गएन, त्यसले गर्दाखेरि मैले सबै भाइलाई पठाएँ नि त, म सकेन नि त। अनि त्यसले गर्दाखेरि चाहिँ मैले सबै भाइलाई पठाएकोले गर्दाखेरि चाहिँ मैले भिडियो नबनाउनु पाएको है गाइस हैन। अब हेर्दै गरौँ, सर्दी लाग्यो मलाई, आँखा पुरा पोल्यो नि त। ल हेर्दै गर्नुहोस् ल, म मासु पकाउँछु अब। सो गाइस मैले चाहिँ अनि मासु पकाइसकेँ हैन, भात पनि पाकिसकेको छ। यहाँनिर चाहिँ म चाहिँ प्याजी बनाउँदैछु। हाफ अफ द प्याजी पनि पाकिसकेको छ हैन। यो कालो कालो देखेर चाहिँ डढेको चाहिँ नभन्नु है गाइस हो। अलिअलि चाहिँ डढेको छ, बेसी चाहिँ हैन। अनि यहाँ चाहिँ म अझै पनि प्याजी पाकि नै रहेको छ हो। अनि तपाईँलाई म के देखाउँछु भन्नु त गाइस, यहाँ हेर्नुहोस् डल्ले खोर्सानी मलाई अस्ति पठाइदिएको के मलाई। अनि त्यसपछि चाहिँ यहाँनिर चाहिँ छुर्पी पनि छ, मलाई घरबाट पठाइदिएको। गाइस मेरो चाहिँ खानाहरू डाङडुङ पाकिसकेको छ हो, छोपिहाल्छु। यहाँ हेर्नुहोस् न गाइस, मलाई स्पेसल मान्छेले चाहिँ मलाई यो मनी प्लान्टहरू ल्याइदिनु भएको हैन। मलाई खासै त मैले नै ल्याइदिनु भनेको थिएँ, तर उसले चाहिँ मलाई ल्याइदिनु भएको हैन, स्पेसल मान्छे हो। अनि ग्यासहरू सबै थन्काइसकेको छु। भाइ मेरो भाइ यहाँ के गर्दैछ, के गरेको, कोसँग, केटीसँग? मेरो भाइ चाहिँ यहाँ साथीसँग बोल्दैछ हो। अनि मेरो पनि बल्ल कामहरू सक्यो। अनि अब चाहिँ एकछिन रेस्ट गर्छु हो। एकछिन रेस्ट गरिसकेपछि चाहिँ त्यसपछि चाहिँ अहिले आधा घन्टा पछाडि चाहिँ भयो भने हामी सबैजना खानाहरू खाने हैन। म मेरो भाइ अनि स्पेसल वान। ल गाइस अहिले हेरौँ न है, खानासाना खाँदाखेरि भयो भने मात्रै भिडियो बनाउँछु होला है गाइस। गाइस यहाँनिर चाहिँ मैले लिइसकेको छु मासु, प्याजी अनि डल्ले खोर्सानी अनि हैन। अब चाहिँ खाएको ल गाइस।
सो गाइस यति बेला चाहिँ हामीले डिनरहरू गरिसकेको छौँ अनि भाइहरू पनि रुममा गयो होइन म पनि अब यहाँ सुत्नुतर्फ लागेको मेरो बेड एकदमै रेडी छ हो अनि भाँडाकुँडाहरू पनि धुइहालेँ हत्तु भयो काम गर्दा गर्दा मैले पनि खाना साना खाइहालेँ अब चाहिँ सुत्नुपर्छ गाइस बाई बाई सी यु इन नेक्स्ट भिडियो आई होप तपाईँलाई यो भिडियोहरू मन पर्यो होला होइन मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस् होला बाई बाई सी यु नेक्स्ट भिडियो